हेलो गाइज, आज चाहिँ हामी घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ अरे? त्यो घुम्न कहाँ? छिन्चु महल रे। देख्न सक्नुहुन्छ गाइज, हामी जाँदैछौँ। कहाँ जाँदैछौँ भनेपछि छिन्चु महल हो अरे। म त कहिले नि गएको थिइनँ। दृश्य चाहिँ देख्न सक्नुहुन्छ। जहरे बजारभन्दा अगाडिको हामी चाहिँ छिन्चुभन्दा अगाडि निपुगिसक्यौँ। सुके जाने रोड हो अरे चाहिँ यता चाहिँ, अनि यतापट्टि चाहिँ यता मेन बजार छ अरे छिन्चुको। म त आएको थिइनँ, तर अब हेरौँ है त कस्तो छ। कतिजनालाई त थाहा पनि छ होला गाइज। हामी पुग्न पनि लागि देख्न सक्नुहुन्छ छिन्चु बजार। राम्रो रहेछ। मैले त सानसानै छ होला भन्ने सोचेको थिएँ, कहिले नि आएको थिएन नि त, त्यही भएर पनि होला गाइज। हजुरहरू पनि आउनु भएको छ कि नै कमेन्ट गर्नु होला। हामी चाहिँ अटोदेखि झरिसकेर पनि मोबाइल पैसा त दिस्यो। त्यस पछाडि हामी चाहिँ एक ठाउँ जाने भनेर आएको मान्छे, अनि हाम्रोको अर्को मोबाइल नि आइसिया छ अरे भनेर मन्दिर जान लागेको देख्न सक्नुहुन्छ गाइज। हामीहरू मन्दिर अगाडि पनि गइसक्यौँ। देउती बजी हो अरे यहाँ मन्दिरको नाम चाहिँ। हामी यहाँ गएर धेरै फोटाहरू भिडियोहरू बनायौँ। अनि त्यस पछाडि हामी मल जाने भनेको मान्छे टाइम नै नभएर फर्कियौँ गाइज। मन्दिर मात्र गएर अनि मैले भने मैवालाई कस्तो देखाएको छु भने राम्रो राम्रो भन्छु, अनि अर्को मैवालाई हाई भन्दैछु भनेको भन्दैछु के अरे। अनि त्यस पछाडि हामी चाहिँ लुकुर लुकुर लाएर घर फर्किनु लागेको। फर्किनुभन्दा अगाडि त भोक लाग्यो नि त, अब नास्ता त खानै पर्यो। हामी चाहिँ नास्ता खानलाई लुकुर लुकुर हिँडिरहेछौँ गाइज। अनि त्यतिकै मजा पनि गरेर देख्न सक्नुहुन्छ कति हाँसिरहेछौँ भन्ने कुरा। दाहरूको चाहिँ पुन्टु हामी लगभग अलि यता ओरतिर आएको थियौँ। अब घर जाने साइडतिर हिँड्दै 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 बजार यसो हेर्दै है रमाउँदै हाँस्दै उत्तिकै मजा गर्दै आएको। अनि त्यस पछाडि ठुलो बुबाले चाहिँ यहाँ पर छ नास्ता खाने ठाउँ, म त्यही खान्छु सधैँ भन्छु। अनि त्यस पछाडि कहाँ छ नि त जाम न त भनेर रोडै रोड हिँडिरहेको छौँ के अरे बजार यताउता हेर्दै। यता फेरि मुसु मुसु हाँस्दै यता छोरालाई ढलाउनेमा ठिक्क छ। गर्मी पनि कति अथाह छ गाइज। भइसकेको छ। अन्त म आएकोदेखि चाहिँ त्यस्तो लास्टै त भएको छैन अरे, त्यही पनि सलामभन्दा त धेरै हो। अनि हामी त्यस पछाडि गयौँ नास्ता खानलाई। नास्ता खाइसकेपछि हामीलाई लिन अटो आएर रहेछ, अनि अटोमा आएर हामी घर आयौँ गाइज। यति नै भ्लग, टाटा बाई।